के म चाहिँ यो सौराहा चितवनको थारू सङ्ग्रहालयमा छु। थारू सङ्ग्रहालयको दृश्य हामीले यसरी हेर्न सकिन्छ। यहाँ चाहिँ कोदो अब धान रोपिरहेको हलो जुवा देख्न सकिन्छ। यो भित्र चाहिँ खेतीपातीको लागि, गाईबस्तुको लागि अनि यहाँ माछा मार्नको लागि प्रयोग गरिने सामानहरू छ। यहाँ थारू समुदायले पानीमा माछा मारिरहेको देख्न सकिन्छ। फोटोहरू सजावट गरिएको छ। यो चाहिँ थारूको न्वारन कसरी गरिन्छ भनेर यहाँ हेर्न सकिन्छ। यहाँ भित्र बस्ने पिड्का, धाडो, पुन्यौ, हँसिया, यो चाहिँ तान बुन्ने हाता, यहाँ तरवार पनि रहेछ, घरायसी सामानहरू। यहाँ चाहिँ थारूहरूको यस्तो देख्न सकिन्छ। चाहिँ लास मरेपछि घाटतिर लगिरहेको अवस्था। यहाँ चाहिँ गाइरहेको सङ्गीतमय फोटो पनि देख्न सकिन्छ। यस्तो छ है, यस्तो छ। यहाँ चाहिँ चाँदी काँसाहरूको चाहिँ यो कलश रहेछ हैन। यहाँ चाहिँ ढोलक, खैचडी, लाठी, यो तामाङको डम्फु जस्तो त्यो यो एउटा रहेछ हैन। यता भित्र यस्तो तस्बिरहरू छ, यस्तो देख्न सकिन्छ। यहाँ रोशन दाइ हुनुहुन्छ। यहाँ चाहिँ थारूहरूले परापर्व कालमा खुट्टामा लाउने चाहिँ यो खराउ, सेन्डल, चप्पल भन्न सकिन्छ। यस्तो छ टिकाहरू। यहाँ चाहिँ यो बाली नाली धान उठाइसकेपछि त्यसलाई चाहिँ एकपटक पुजेर मात्रै चलाउने चलन थारूहरूमा रहेको रहेछ। त्यसको तस्बिर यहाँ देख्न सकिन्छ। यहाँ चाहिँ भित्र थारू बाजे खोइ के गर्दै हुनुहुन्छ। टन्नै सामग्रीहरू रहेछ। जस चुला चौकामा चलाउने सामग्रीहरू देख्न सकिन्छ। यहाँ विभिन्न किसिमका तस्बिरहरू छन्। यसरी सजावट गरिएको छ। यस्तो छ, यस्तो छ है। यहाँ माछा जाल हान्ने माछालाई जाल हान्ने रहेछ। यस्तो छ, जाल बनाइरहेको रहेछ, माछा मारिरहेको, खोला तरिरहेको, धान रोपिरहेको रहेछ। ओ थारूनीहरू यहाँ रहेछ। यस्तो छ हैन, चाहिँ निकै नै राम्रो छ। थारू महिला रहेछ यहाँ, एकदमै राम्री थारू महिला। यस्तो छ हैन। यहाँ चाहिँ पिठो पिनिरहेको थारू आमा, यो चाहिँ माछा मार्न गइरहेको थारू बाजे। यस्तो छ, यो चाहिँ माछा मार्दा यहाँ भित्र चाहिँ मासु हालेर हैन, यहाँ भित्र मासु हालेर बाहिरबाट माछालाई पासोमा पार्ने रहेछ। यस्तो रहेछ, यस्तो अवस्था छ। यस्तो हात्तीमा चढिरहेको, यस्तो राजाको पालामा शिकार खेलेकोहरू पनि यहाँ रहेछ। कति चाहिँ हाम्रो जीव जन्तुहरू राजाको पालामा मरे
भन्ने कुरा हामीले देख्न सकिन्छ। मृग, गैंडा, बाघहरू यो सबै बाघको छाला झुन्डाइएको छ। यहाँ बाघ मारेर जुत्ते सम्झेर बसिरहेको छ। यस्तो छ।